यिर्मया 33:3 यसरी लेखेको छ, मलाई पुकार र म तँलाई जवाब दिनेछु र तैँले नजानेको गहिर र गुप्त कुराहरू म तँलाई बताउनेछु। सङ्कष्टको बेलामा तपाईँ के गर्नुहुन्छ? तपाईँ कसको शरण लिनुहुन्छ? के तपाईँले कहिले परमेश्वरलाई पुकार्नु भएको छ? यिर्मया 33:3 परमप्रभु भन्नुहुन्छ, मलाई पुकार र म तँलाई जवाब दिनेछु, तैँले नजानेको गहिर र गुप्त कुराहरू म तँलाई बताउनेछु। तर के तपाईँलाई थाहा छ, उहाँले यो कुरा त्यति बेला भन्नुभयो जति बेला इजरायलीहरू ठुलो सङ्कष्टमा थिए। उनीहरूको सहर भत्किएको थियो, शत्रुहरूले चारैतिर घेरेका थिए र मानिसहरू डरमा बाँचिरहेका थिए। यिर्मया अगमवक्ता आफै पनि कैदमा थिए। मानिसहरूको नजरमा सबै बाटोहरू बन्द भइसकेका थिए, सबै आशाहरू गुमिसकेका थिए, उनीहरूको भविष्य अन्धकार देखिन्थ्यो। तर त्यति बेला परमेश्वर भन्नुहुन्छ, मलाई पुकार र म तँलाई जवाब दिनेछु, तैँले नजानेको गहिर र गुप्त कुराहरू म तँलाई बताउनेछु। त्यो रहस्य के थियो? त्यो मानिस जातिको उद्धारको योजना थियो। इजरायलीहरूले त्यतिखेर केवल विनाश देखिरहेका थिए, तर परमेश्वरले भने पुनर्स्थापनाको कुरा गर्दै हुनुहुन्थ्यो। उहाँको योजना आफ्नो एकमात्र पुत्रलाई यो संसारमा पठाउने थियो, जसले केवल शत्रुबाट होइन तर पाप र मृत्युको बन्धनबाट छुटकारा दिनेवाला थियो। यही नै त्यो रहस्य हो जुन धेरै वर्षपछि यसो ख्रीष्टमा प्रकट भयो। उहाँ मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा मरेकाहरूबाट जीवित हुनुभयो र हामीलाई अनन्त जीवन दिनुभयो। आज तपाईँको जीवन पनि इजरायलीहरूको जस्तै समस्याले घेरेको हुनसक्छ। यस्तो बेला हामी धेरै पटक अन्योलमा पर्छौँ। तपाईँलाई लाग्न सक्छ अब त्यहाँ कुनै आशा छैन। तर याद राख्नुहोस्, जब तपाईँ सङ्कष्टको बीचमा उहाँले पुकार्नुहुन्छ, उहाँले केवल समस्या मात्रै हटाउनुहुन्न, तर ख्रीष्टमा भएको आफ्नो ठुलो योजना तपाईँलाई देखाउनुहुन्छ। अहिलेको समयमा परमेश्वर हामीसँग पुरानो करारको समयमा जस्तै सिधै बोल्नुहुन्न होला, तर उहाँले हामीलाई आफ्नो वचन दिनुभएको छ। बाइबल पढ्नुहोस् र यसमा गरेका प्रतिज्ञाहरूमा विश्वास गर्नुहोस्। परिस्थितिहरू हामीले सोचेको जस्तै नहुँदा पनि हरेक परिस्थिति परमेश्वरको नियन्त्रणमा छ भन्ने कुरा स्वीकार गर्नुहोस् र यो कुरा याद गर्नुहोस् कि परमेश्वरले हाम्रो सबैभन्दा ठुलो समस्या, हाम्रो पापबाट हामीलाई छुटकारा दिनुभएको छ। एक दिन येशू ख्रीष्ट महिमामा फर्किआउनुहुनेछ र हामीसँगै बस्नुहुनेछ, जहाँ दुःख हुने छैन, जहाँ कष्ट हुने छैन, जहाँ अभाव हुने छैन, जहाँ रोग हुने छैन र जहाँ सबैभन्दा ठुलो कुरा पाप हुने छैन। आमेन।